आइसकेको छु। अहिले चाहिँ म यहाँ भक्तपुर दरबार स्क्वायर एकजना मेरो साथीले बोलाएकोले गर्दाखेरि भोलि कि पर्सि त्यो साथी चाहिँ उता जाँदैछ क्या युकेतिर। अनि उसले चाहिँ आज आइज नि त अब यता भक्तपुर घुमिदिउँ भनेर भनेकोले गर्दाखेरि अनि म चाहिँ अहिले आइसकेको छु। देख्न सक्नुहुन्छ भक्तपुर दरबार स्क्वायर। साथीलाई फोन गरेको साथीहरू त यहाँनिर यो भक्तपुर दरबार स्क्वायर भन्दा पनि अगाडि 800 मिटर अगाडि बसिराखेको रहेछ। उनीहरूले चाहिँ यहाँनिर यो भक्तपुर दरबार स्क्वायर घुमिसके भनेर भने। अनि त्यही भएर म चाहिँ एकछिन बसेर तपाईँहरूसँग कुराकानी गरेर अनि यहाँनिरबाट साथीहरूसँग निस्किन्छु। यहाँनिरको भ्यू चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो छ, एकदमै रमणीय भनौँ न, हेर्दा नै लोभ लाग्दो, हेरेर बसिराख्नु जस्तो टाइपको जस्तो छ हाम्रो भक्तपुर दरबार स्क्वायर। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ पर्यटकहरू पनि एकदम खचाखच रूपले आउने गरेका छन्। यहाँनिर चाहिँ यो अब एक हिसाबले टुरिज्म हब नै हो नि त। अनि त्यो भएर चाहिँ यहाँनिर टुरिस्टहरूको चाहिँ लहर अलि बेसी नै देख्न सक्नुहुन्छ। यो बाइक नभएकोले गर्दाखेरि मलाई लास्टै एउटा हेर्नु न, अब यसरी यो बाइकहरू कुदिन्छ अनि बाइकहरू हिँडिसकेपछि अब आफूले भनेको साउन्डहरू राम्रोसँग क्याप्चर हुँदैन नि त। अनि त्यो भएर बनाएको नि अलिक मजा भएन भन्ने हिसाबले। अनि त्यो अब यहाँनिरबाट निस्किनु पर्ने भयो होइन। अब साथीहरू उता 800 मिटर अगाडि मलाई लोकेसन पठाएको थिएँ, त्यहाँ बसिराखेको छु भनेर भने। अब म चाहिँ त्यतितिर निस्किनु पर्ने हुन्छ बाइक लिएर। अब यहाँनिरबाट पनि हिँडाउनु मिल्दो रहेछ बाइकहरू चाहिँ, टक्क हिँडिराख्ने बाइकहरू होइन। खासमा यो भित्र चाहिँ यो बाइकहरू हिँडाउनु दिनु हो, यस्तरी हेर्नु हर्न बजाइदिने। यो त अब एकदम पिस एरिया हो नि त। अनि त्यहाँदेखि यो बाटोमा चाहिँ यो बाइकहरू हिँड्नु नदिएको भए अझ राम्रो हुन्थ्यो होइन। अब यस्तो ठाउँतिर त जस अलि रेस्ट्रिक्टेड गर्नुपर्ने हो नि त। तर यहाँनिर चाहिँ खुला रूपमा बाइकहरू मजाले हिँड्न दिइराखेको रहेछन्। अब म चाहिँ साथी कहाँनिर छ होइन, म कताबाट आएको थिएँ भन्दा म कन्फ्युज भइरहेको छु क्या। अनि त्यही भएर नि एकछिन भिडियो बनाउँदै बसिराखेको। यही बाटोबाट आएको हुनुपर्छ पक्कै पनि। म बाइक यहीँ अगाडि कता राखेको छु मैले पार्क गरेर, अनि पार्किङबाट निकालेर अनि त्यसपछि साथीहरूसँग जान्छु, एकछिन रमाइलो गर्छु होइन। भक्तपुर दरबार स्क्वायरबाट यता हाम्रो मटन स्टेसन के हो नाम पनि देखिँदैन हेर्दै। मटन स्टेसनमाथि आइसकि हिजो कता बस्नु भएको थियो तपाईँहरू? बस त्यो चाहिँ हाम्रो बफ ए डग चाहिँ ए ल ल ल हुन्छ टाइम मिलेर हो नि। सर्भ गर्ने मान्छेको भिडियो बनाइदिनु परेन त अनि। ल अब हाई गर ल, म देखाउँछु। खै मलाई सपोर्ट गरिदिनु पऱ्यो भनेर भन्नु पऱ्यो नि त एकपल्ट। ल मेरो साथी सचिनलाई सपोर्ट गरिदिनु पर्यो। नेक्स्ट इन्जोय डक्टर। आज भेट्न आउने के हो कि खानै नआएको मलाई उता ढोका त मलाई त कस्तो कस्तो लाग्छ बुढो भयो जस्तो सोच्छु है। बिहे नगरिकन बुढो हुनुभयो यार। यस्तो छ हाम्रो माहौल चलिरहेको, इन्जोय भइरहेको। You're so sweet like honey, baby. हेलो मल्लिकाज्यू, हाँस्नुहोस् न एकपल्ट ल। खै हाँसिदिनुहोस् त। बा वृश्चिक राशि रिसाएको हेर नि, आमा आमा बिच्चु रिसा हाँस्थ्यो रिसाएपछि। खोइ त हेर त ऊ आमा हेराइ पनि।
चाहिँ अहिले आइसकेको छु फाटबाट। साथीहरू चाहिँ कहाँ छ त्यो थाहा भएन होइन, साथीहरूलाई फोन हाल्नु कहाँ बसिरहेको त्यो चाहिँ हाम्रो बाटोबाट नि भयो गाइस। हो है कति धेरै ह्यान्डसम भएको त म यत्रो सानो किनिसकेको छ अहिले बाफ्रे बाफ। यहाँ हाम्रो हुनुहुन्छ भ्लगर क्विन ऊ अर्को आउनुभयो फेरि मन्स्टर क्विन हो ऊ आमा। या सपिङ त खत्रै भएछ नि त नि। हामी थिएन थाहा छैन, हामीले बस्न केही पनि भन्नुभएको छैन के हो होइन केही पनि छैन त्यति। यहाँ त हाम्रो भिडियो बनाएर बसिरहेको होइन। यहाँ ऊ हाम्रो साथीहरूको भिडियो क्याप्चर गर्नु खोज्दाखेरि चाहिँ अलिकति उसको भिडियो फुटेजेस आएकोले गर्दाखेरि मसँग पुरै रिसाएर हुन्छ नि मोबाइलै मेरो स्न्याच गरेर फोसेर अनि त्यसपछि सिसिटिभी रुममा लगेर पुलिस बोलाइदिन्छु रे या गरिदिन्छु रे किन भिडियो बनाएको भन्ने यस्तो तरिकाले त्यो डर त्रास देखाउनु खोजे जस्तो गर्नुभयो कि दिदीले। अनि अलिकति अझै त्यो क्लिप सुट गऱ्यो भने मोबाइलमा बसेछ नभए चाहिँ अलिक धेरै नै क्लिप जस्तो थियो होइन। त्यो दिदीले मसँग त्यसरी भन्नुभएको कुराहरू पनि मैले राखिराखेको थिएँ तर त्यो दिदीले भित्र सिसिटिभी रुममा लगेर सबै डिलिट गर्न लगाइदिनु भयो। अनि यहाँ मेरो अरू फुटेजेसहरू पनि छ जुन चाहिँ मैले अलरेडी त्यो सुरुमा छिर्ने बेला मेरो गोप्रोबाट लिएको थिएँ। यो दिदीले मसँग जे जस्तो व्यवहार गर्नुभयो यहाँनिर होइन, यो सही गर्नुभयो कि गलत गर्नुभयो अब हजुरहरूले हेरि नि सक्नुभयो यो भिडियो होइन। पनि मेरो कमेन्टमा लेखिदिनु होला। यति भन्दै आजको भिडियो म यहीँ इन्ड गर्छु। जय देश जय नेपाल।